जनकपुरधाम उद्योग वाणिज्य संघको मिति 2077 चैत 28 गते सम्पन्न निर्वाचनबाट जितेन्द्र कुमार महासेठको अध्यक्षतामा कार्यसमिति चयन भई अब आफ्नो कार्यकालले अन्तिम साधारण सभा मार्फत आफ्नो कार्यकाल समाप्तिको संघारमा आइपुगेको छ। जम्मा 3 वर्षको कार्यकाल ये हमर जीत नहीं, व्यवसायी सबके जीत है, ये अहाँ सबके जीत है। ये हमर नेतृत्व मात्र नहीं है, ये अहाँ सबके नेतृत्व। कार्यकाल निर्धारित भई पदस्थापना भएको कार्यसमितिले संघको उद्देश्य हासिल गर्न आफ्नो लियाकतले भ्याएसम्म हरसम्भव प्रयास गरेको भए तापनि हामीले सर्वोत्कृष्ट रूपमा नै काम गर्यौं भने दाबी नै त गर्न सक्दैनौं। तर आफ्नो कार्यकाल पूरा गरिराख्दा यस कार्यसमितिले आफ्नो कार्यकालको केही अविस्मरणीय छाप कायम राख्न सफल भएको छ भन्ने ठोकुवा गर्न सक्छौं। अपना सब कुछ जमा भेल देख रहे थे, सब कोई ऑक्सीजन वितरण भ रहा है। खास करके हम 2-3 दिन से अपने सब कैसे खलिया आए, खास करके सब जगह जना भागीरथन में, वृंदावन कॉम्प्लेक्स में, विजय जी के तैल तीनों ठाम में जो ऑक्सीजन पर्याप्त रूप में आयल है, सहज रूप में वितरण भेल है, से जानकारी से करेलक। आज से लगभग देखल जाए तो पूरी ऑक्सीजन सिलेंडर के सहज भ गए। आ सब अस्पताल सब से अब हम अनुरोध करबे कि अपने सब जो ICU चाहे वेंटिलेटर अगर बंद कैने छिए तो ओकरा सुचारू करे के कोशिश करूँ। आ तकर बाद कि अपने अगर पेशेंट नहीं ले रहा है तो वो ले जाओ आप, तो हम सब ऑक्सीजन के पूरा पूर्ति करबे। जो अपने सबके साथ में कहता है कि अपने सब इलाज करे में ध्यान दिए। महिम सदस्यज्यूहरूको आकांक्षा र अपेक्षा केही हदसम्म हामीले सम्बोधन हुने गरी काम गर्न सफल पनि भएका छौं र हाम्रो जुन यहाँ जनकपुरमा जुन कोभिडको सेकेन्ड भेरिएन्ट छ, एउटा चरम उत्कर्षमा जब पुगेपछि यहाँ अक्सिजनको जुन अभाव भयो, अक्सिजनको अभाव एउटा राम्रै हिसाबले भयो र त्यसमा हामीले सुरुदेखि व्यवस्थापनमा जनकपुर उद्योग वाणिज्य संघ लागिरहेको छ र सकेसम्म न्यूनतम कुनै हस्पिटलमा क्षति होस् त्यो हिसाबले हामी पहल गरिरहेछौँ र अहोरात्र खटी रातभर पनि नसुतिकन जुन हस्पिटलहरूमा कहाँ के सक्यो भनेर त्यो व्यवस्थापन गरिरहेको छौँ र अहिले थप बाजु रत्नको जुन बन्द थियो आज यो दोस्रो ट्रिपको आइसकेपछि जिम्मेवारी पूरा गर्न काँधमा काँध हाम्रो आवाजलाई बुलन्द बनाई हामीलाई सहयोग प्रदान गर्नुहुने कार्यसमिति अध्यक्ष सल्लाहकारज्यूहरू, यस संघका सदस्यज्यूहरू, कर्मचारी साथीहरू र सम्पूर्ण नगरवासीप्रति हामी हार्दिक आभार समेत प्रकट गर्दछौँ। कार्यसमितिले आफ्नो कार्यकाल कोरोना महामारीकै क्रममा जिम्मेवारी सुरु गरेको थियो। क्वारेन्टाइनको अवस्था, राशन पानी उपलब्ध गराउनु पर्ने क्रममा सरकारी स्तरबाट व्यवस्थापन हुन नसकेको अवस्थामा जिल्ला प्रशासन कार्यालय धनुषाबाट हामीलाई सहयोग र सहकार्य गर्न आह्वान भएपछि कोरोना संक्रमित बिरामीलाई उपचार गराउन निजी अस्पताल र स्वास्थ्य केन्द्रहरूलाई हामीले जोड्न सफल भएका छौं। आफ्नो निजी स्वास्थ्यको परवाह नगरी घर परिवारलाई छोडी हामीले अक्सिजन व्यवस्था गर्ने, संक्रमितहरूलाई उपचारका लागि उद्धार गरी अस्पताल पुर्याउने काम पनि गर्यौं। संघको सदस्य, उद्योगी, व्यापारीहरू तथा संक्रमणको उच्च जोखिममा रहेका व्यक्तिहरू समेतका लागि भेरोसेल खोप उपलब्ध गराउन सफल पनि भएका थियौं। जीवन बाँच्नकै लागि संघर्षरत रहेको कोरोना कालमा आफ्नो जीवन दाउमा राखी मानवताको सेवामा सहयोगी रहेका सबै ईश्वरीय हातहरूले हामीलाई कोरोना संक्रमणबाट बचाउन सफल भएको छ। हामीले आफ्नो कार्यकाल सुरु गर्दा कम्तीमा 10 वटा नयाँ उद्योग स्थापना गराई आफ्नो कार्यकाल पूरा गर्छौं भन्ने हाम्रा वाचा पूरा गर्न हामी सफल भएका छौं। हामीले वाचा गरेका 10 वटा उद्योग व्यवसायीहरूको नाम यस प्रकार रहेको छ: भूदेव खाद्य उद्योग गोदार, घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एकसाथ। जिरा मसिनो राइस, हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस, हुलासले बनाउँदैछ परिवार एकसाथ। बालाजी फूड एन्ड बेभरेज उद्योग, युनाइटेड लुब्रिकेंट, से रखे
कर हर मुश्किल मिल के पार, जब दिल से हो दिल की बुनियाद। दिल से साफ लोगों के लिए वीडॉल इंजन ऑयल, ये रखे आपके इंजन को दिल से साफ, इसलिए ये है दुनिया भर के कई मैकेनिक्स की पसंद। वीडॉल, रखे साफ दिल से। प्राली जनकपुर रिफाइनरी। पशुपति शाकम्भरी प्लास्टिक इन्डस्ट्रीज। जानकी वायो प्लास्टिक उद्योग प्राली, श्री राम जानकी गैस उद्योग, राइस मिल्स र लगायतका उद्योग स्थापना गराउन सफल भएका छौं। उक्त उद्योग मार्फत केही हदसम्म रोजगारी सृजना भएको छ, आर्थिक गतिविधि बढेको छ, राजस्व बढाउन सफल भएका छौं। अझै पनि नयाँ उद्योग स्थापनाका लागि हामी सक्रिय नै छौं भने उद्योगको निरन्तर सञ्चालनका लागि हरसम्भव प्रयास हाम्रो जारी नै रहेको वाचा पनि गर्दछौं। कुनै पनि संस्थाको मेरुदण्ड सो संस्थाको भौतिक संरचना हो। प्रादेशिक प्रारूपमा संघीय शासन व्यवस्था सञ्चालन भएपछि मध्य प्रदेशको राजधानी जनकपुर धाममा यस जनकपुर धाम उद्योग वाणिज्य संघको गतिविधि दैनिक सञ्चालनका लागि दिगो संरचनाको आवश्यकता महसुस गरी नवीन 4 तल्ले सचिवालय भवनको निर्माण कार्य सम्पन्न गरिसकेका छौं र हामीले आफ्नो पदभार हस्तान्तरण गर्नु पूर्व नै सचिवालय भवन उद्घाटन समेत गरिसक्ने हाम्रो अठोट रहेको छ। सो भवन निर्माणमा आर्थिक सहयोगमा पहल गरिदिनु हुने तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्री श्री राम सरोज यादव तथा अर्थमन्त्री शैलेन्द्र प्रसाद शाहजी एवं जनकपुर धाम उपमहानगरपालिकाका नगर प्रमुख श्री मनोज कुमार शाहजीहरूप्रति हार्दिक कृतज्ञता प्रकट गर्दछौँ। उक्त सचिवालय निर्माणमा थप रकम चन्दा स्वरूप उपलब्ध गराइदिनु हुने मनोज रुङ्गटा तथा सिटिजन ब्याङ्क समेत धन्यवादको पात्र हुनुहुन्छ। यो भौतिक संरचना सम्पूर्ण जनकपुरवासीको साझा सम्पत्ति हो र समुदायलाई हस्तान्तरण गर्न पाएकोमा हामी गर्व महसुस पनि गर्दछौँ। जनकपुर धामको पौराणिक ऐतिहासिक सांस्कृतिक पहिचानको स्थापना सँगै पर्यटकीय विकासका लागि प्रचार प्रसार गर्न यस सङ्घको संयोजकत्वमा जनकपुर धाम उपमहानगरपालिकाले आयोजना गरी श्री सीताराम अनाज प्रतिमा निर्माण समिति मार्फत निर्माण गरिएको राम जानकी अनाज प्रतिमाले हार्वर्ड विश्व रेकर्ड कायम गर्न समेत सफल भएको छ। उक्त अनाज प्रतिमा निर्माणमा सहयोग गर्नुहुने सबैजनाप्रति आभार प्रकट गर्दै अनाज प्रतिमा मार्फत विश्व रेकर्ड राख्न सफल भएकोमा सम्पूर्ण नगरवासीलाई बधाई समेत अर्पण गर्दछौँ। व्यापार कारोबारको सन्दर्भमा उत्पन्न हुने सीमा नाकाको समस्या, व्यावसायिक समस्याहरूको समाधानमा अर्थमन्त्री, उद्योग मन्त्री, प्रधानमन्त्रीसम्म पटक पटक ज्ञापन पत्र दिई पहल गरी समस्या समाधान गर्न सफल भएका छौँ। आर्थिक, कृषि, पर्यटन, उद्योग विकासका लागि प्रदेश सरकार र नीति आयोगसँग रणनीतिक निर्माण गर्न हामीले सहकार्य गरेका छौँ। लामो समयसम्म रेलवे सञ्चालन गतिहीन रहेको अवस्थामा तत्कालीन नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्री माननीय रेणु यादवसँग रेल सञ्चालनका लागि हामीले गरेका संघर्षपूर्ण पहलबाट प्रतिबद्धता अनुरूप चैत महिनामा रेल सेवा सञ्चालन गराउन सफल भएका छौँ। यसका साथै तेस्रो मुलुकसँग आयात र निर्यात कारोबार गर्न भेट्टामोड नाका सञ्चालन, रेल कार्गो सञ्चालन गर्न सम्बन्धमा हामी अन्तिम चरणमा पुगेका छौँ। यस सङ्घको सदस्यको लागि हामीले कृषि उद्यम केन्द्रबाट B2B, B2S तालिम 20 वटा सञ्चालन गरेका थियौँ भने समय समयमा करदाता शिक्षा सम्बन्धी अन्तर्क्रिया प्रशिक्षण पनि सम्पन्न गरेका छौँ। बेलायत सरकारको अन्तर्राष्ट्रिय विकास मन्त्रालय, जनकपुर धाम उपमहानगरपालिका र संघको बीचमा आर्थिक र पूर्वाधार विकास, संस्थागत क्षमता विकासमा काम गर्ने गरी शहरी उद्यमशीलता सुदृढ परियोजनामा सम्झौता गरेका छौँ। निरन्तर विद्युत आपूर्तिका लागि र अवरोध रहित विद्युत आपूर्तिका लागि निरन्तरता दिन भोल्टेजको समस्या समाधान गर्न हामीले निरन्तर सङ्घर्षपूर्ण पहल पनि गरिराखेका छौँ। सामाजिक उत्तरदायित्व अन्तर्गत मेलाहरूमा स्वास्थ्य शिविरको सञ्चालन,
चोरी र आगजनीको घटना भइरहेको, अपराध नियन्त्रण गर्न सीसीटीभी क्यामेरा सञ्चालन गर्न, ब्याट्री र अन्य उपकरण मर्मत सम्भार गरी सञ्चालन गर्न ट्राफिक प्रहरी समेतसँग सहकार्य गरेका छौँ। चिसोका मौसमभरि शहरका विभिन्न चौकमा दाउराको आगो बाली चिसोको कारण हुन सक्ने सम्भावित जोखिम कम गर्न सफल भएका छौँ। महान चाड बडा दशैं, दीपावली र छठ पर्वमा लाग्ने दशैं बजारलाई निरन्तरता दिन व्यवस्थित गर्न सफल भएका छौँ। व्यापारी व्यवसायीहरूको गुनासो, समस्या आन्दोलन समेत गरी समस्या समाधानमा हामीले उचित प्रतिनिधित्व गरेका छौँ। व्यापार व्यवसाय प्रवर्धन गर्न अन्तर्राष्ट्रिय व्यापार मेलाको आयोजना, रात्रिकालीन व्यवसाय सञ्चालन गर्ने वातावरण निर्माण गर्न हामी सफल पनि भएका छौँ। संघको सेवा प्रवाह गतिशील बनाउन सचिवालयका आईटी स्तरोन्नति गरेका छौँ भने व्यावसायिक प्रशिक्षण युनिट समेत छुट्टै गठन गरेका छौँ। संघको कृषि बजार व्यवस्थापन गर्न गुठी संस्थानसँग जग्गा प्राप्त गर्ने प्रक्रिया हाम्रो अन्तिम चरणमा पुगेको छ भने संघको भवन रहेको जग्गा धनी दर्ता प्रमाण पूर्जा बनाउने काममा समेत हामी अन्तिम चरणमा छौँ। यी सबै उपलब्धि प्राप्त गर्न साथ र सहयोग गर्नुहुने संघको कार्य समिति, सल्लाहकारज्यूहरू, कर्मचारीहरू र सदस्यज्यूहरू प्रति पुनः धन्यवाद अर्पण गर्दछौँ। जय व्यापारी, जय व्यापार। संघ संवाद, संघर्ष, आन्दोलन समेत गरी समस्या समाधानमा हामीले